ताप्लेजुङको एउटा लिम्बूको छोरा दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर 2 को माथिल्लो दुम्लिङमा काठा दुम्लिङ खोलामा ढुङ्गा बोक्दै के को खाँचो देउलाई ढुङ्गा बोक्न त्यहाँ सपनामा नपुगेको नविपनामा भोलि पुग्ने आशा राखेको किन श्रमदान गरिरहेको छ त ताप्लेजुङको मान्छेले दार्चुलामा महाकालीमा होइन भन्दाखेरि हामी नेपालीले नेपालीलाई जोड्न चाहन्छौँ नेपालले नेपाललाई जोड्न चाहन्छ हाम्रो सीमा यहाँदेखि यहाँ हो भन्ने कुरा बोध हुनुपर्छ हामीलाई ती कुराहरू हेर्नका लागि पनि तपाईँ जानुपर्छ महाकाली महाकाली भनेर मात्रै पढेर हुन्छ है सिङ्गापुर पुगेर आइसकियो अमेरिका पुगेर आइसकियो युके बसेर आइसकियो महाकाली पुग्न सकेको छैन पुग्न मानेको छैनौँ हामी नेपाली रहेछौँ होइनौँ त्यसले गर्दाखेरि आफ्नो देशको सिमाना हेरेर आउनु सिमानामा बस्ने मान्छेहरूले कस्तो दुःख शास्तिका साथ जीवन बिताइरहेका रहेछन् भनेर हेर्न आउनु म त्यो भन्न चाहन्छु प्रोत्साहन दिन चाहन्छु म तपाईँहरू जीवनमा दुःख पनि देख्नुपर्छ हामीले कति मान्छे पनि त काठमाडौँमै जन्मेको हुर्केको के खाँचो यही तपाईँ भ्यालीभित्र बस्छु भन्ने पनि होला तपाईँहरू मध्ये कोही करोडपति पनि हुनुहुन्छ मलाई थाहा छ कोही अर्बपति पनि हुनुहुन्छ होला मलाई थाहा छ है नो म्याटर रिगार्डलेस हाउ मच प्रोपर्टी यु हेभ तपाईँ जानुपर्छ दुःख गर्नुपर्छ होइन बाख्राको खोर जस्तो देखिने ठाउँहरूमा पनि सुत्नुपर्छ तपाईँ यदि सुत्न सक्नुहुन्न भने तपाईँलाई मैले सच्चा श्रमदाता भन्न सक्दिनँ म श्रमदाता म देशको तपाईँको शीतलहरमा सुत्न सक्नुपर्छ श्रमदाता है त्यहाँ पुग्न सक्नुपर्छ श्रमदाता हामी यो देशलाई साँच्चै नै बनाउनका लागि आएका छौँ भने होइन फोटो मात्रै खिच्न आएको यसो टिकटक गरौँ त यसो फेसबुक चल्छ कि भ्युज बढाउनु मात्रै भन्ने हिसाबमा छ भने म तपाईँलाई श्रमदाता भन्न सक्दिनँ तपाईँ श्रमदाता हो तपाईँले भन्नुहोस् तपाईँ श्रमदाता हो यदि श्रमदाता हो भने तपाईँ दार्चुला जानुहुनेछ दार्चुलामा बसेर काम गर्नुहुनेछ तपाईँको दाजुभाइ त्यहाँ पर्खिँदा है